ल त साथीहरु हामी चाहिँ बोट लगाएर पनि आइसक्यो हो। यो चाहिँ मलसन्तुकको सेकीपट्टि जाने रोड हो। कता कता चाहिँ रोड जस्तो देखिन्छ तर प्राय चाहिँ बर्खाको खोल्सा जस्तै देखिन्छ है त्यो रोड चाहिँ। अनि यो चाहिँ मैले भिडियो गर्दा चाहिँ फोन मैले हल्लाएको होइन हो। बाटो अप्ठ्यारो भएर गाडी नै डल्लै हल्लिँदैछ, होल बडी नै हल्लिँदैछ गाडीको। अनि त्यो भएर भिडियो पनि एकदम यताउता भइराखेको छ गाइस हो। हामी चाहिँ नानी भएर चाहिँ छिटो छिटो अनि मलाई चाहिँ चान्सेस दिइहाल्नु भयो। अन्त म चाहिँ बोट हालेर छिटो छिटो आइहालेँ हो। अन्त हेर्नुहोस् यसो भिडियो पो गर्नु मन पऱ्यो। मलाई त भोट हाल्नु त ट्याक्कै इच्छा थिएन गाइस। हेर्नुहोस् न कुना काप्चातिर कालो रोड आइसकिसक्यो। यो छैन हेर्नुहोस् न बिचारा मसँग बसिरहनु भएको थियो। अब छिटिने डर हुन्छ नि त यताउता पल्टिने होइन। खल्ट्याङ छ नि त बाटो, त्यो भएर टाइट पक्रेर बस्नु पर्छ। म चाहिँ एउटाले चाहिँ एक्लै कहाँ गएको रहेछ अब यो फेरि घुम्दै ठ्याक्क घर पनि आइपुग्यो हो। यहाँ घरमा चाहिँ बहिनी मात्रै छ, आप्पा बिहानै आउनुभयो हो। हेर्नुहोस् न यस्तो बाटो छ हेर्नुहोस् न। तर वेदर चाहिँ एकदम ठिक लाग्यो, शीतल पनि हो। सो मेरो यो छोटो भिडियो मन पऱ्यो भने चाहिँ एकदमै लाइक गरिदिनु होला। अब नेक्स्ट बोटसम्ममा अब हेरौँ यो रोड कतिको हुन्छ है त गाइस। सो बाई, सी यू इन अनदर भिडियो।